हेलो सबैलाई नमस्कार। म आज मेरो गाउँ गोठीचौर 4 जुम्ला जहाँ म बस्छु हजुरहरू सबैलाई चाहिँ धेरै इच्छा छ कि कहाँ बस्छ मेरो साथी हैन, मेरो चाहिँ दिदी बहिनी चाहिँ कहाँ बस्छ भन्ने इच्छा छ नि। अनि म बस्ने मेरो गाउँलाई म यहाँ तपाईहरूको माझ आज देखाउँदैछु। मेरो गाउँ मात्र नभएर मेरो वरपर मेरो चाहिँ भ्याली भनौँ न, भ्याली म चाहिँ सबैभन्दा माथि टप बारेकोट भन्ने ठाउँ छ हाम्रो, त्यो बारेकोटबाट बोल्दैछु। त्यहाँबाट हाम्रो सम्पूर्ण ठाउँहरू देखिन्छ। त्यो सम्पूर्ण ठाउँहरू म हजुरहरूलाई देखाउँछु है। त्यसको लागि चाहिँ हजुरहरूले हेरिदिनु होला। अनि यो रमणीय यो सुन्दर यो प्रकृतिले चाहिँ यति राम्रो बनाएको हाम्रो ठाउँलाई चाहिँ हजुरहरूले एकचोटि हेरेर मूल्याङ्कन गरिदिनु होला है त। र अब म हजुरहरूलाई चाहिँ सबैभन्दा पहिला त्यहाँ माथि डाँडामा चाहिँ टावर देख्नु भएको छ नि, एउटा त्यो माथि देख्नु भएको छ हो, त्यो टावर भनेको चिमारा मालिका है। चिमारा मालिका भन्ने कसले थाहा पाउनु भएको छ? त्यहाँको चिमारा मालिकाको ठ्याक्कै तलपट्टि चाहिँ मेरो गाउँ छ। र मेरो गाउँभन्दा अलिकता माथि त्यो डाँडाबाट चाहिँ म बोल्दैछु। म हजुरहरूलाई देखाउँदैछु है त। ल हेर्नुहोस्, यो चाहिँ हाम्रो खल्लाबाडा भन्छ यसलाई। यो डाँडामा भएको घरहरू छ। खल्लाबाडा चाहिँ यो डाँडाभन्दा उतापट्टि छ नि। यसरी जाँदाखेरि त्यहाँ उता डाँडा देख्नुभयो, त्यो डाँडाको तलपट्टि एयरपोर्ट छ है। एयरपोर्ट छ। एयरपोर्ट चाहिँ जुन चाहिँ हाम्रो भ्याली जुम्ला भ्याली सदरमुकाम खलङ्गा बजार त्यो डाँडाको उतापट्टि छ। र त्यो यता यसरी घुमाउँदै जाँदाखेरि चाहिँ मेरो गाउँ है, मेरो गाउँ यो तलपट्टि जुन हजुरले देख्नुभयो यो चाहिँ मेरो गाउँ हो हैन। मेरो गाउँमा पनि यो चाहिँ खोला देख्नुभयो हैन गाउँको। अनि यो सबैभन्दा ठुलो हरियो चाहिँ टिनको पाता गरेको चाहिँ मेरो घर है, मेरो घर हो यो। अनि त्यसपछि पारिपट्टि जिउलो हाम्रो चाहिँ जुन खेतीपाती गर्छौँ हामी, धानहरू लगाउँछौँ, यसलाई चाहिँ जिउलो भन्छ। यो चाहिँ बगर हाम्रो कर्णाली नदीको उतापट्टि ठ्याक्कै छुट्याएको छ। त्यो जुन देखेको गाउँ छ त्यो चाहिँ देवल गाउँ है, त्यसलाई देवल गाउँ भन्छ। अनि त्यस्तै गरेर अब धिता देवल गाउँ त्यो साइडतिर छ। यसरी घुम्दै जाँदाखेरि जिउलो हाम्रो धेरै ठुलो छ है, धानहरू फलाउने खेतहरू एकदमै धेरै छ। यसरी जाँदाखेरि चाहिँ त्यहाँबाट अलि उतापट्टि फेरि डाँडा छ, जङ्गल छ। र त्यहाँ माथि हिमाल हेर्नुहोस् त, त्यो चाहिँ चेरे भन्छ है त्यसलाई। त्यहाँ चाहिँ हिउँ देख्नुभयो, हिउँ परिरहेको छ त्यो हिमालमा। अनि त्यसै गरी अब हिमालको तलपट्टि यसरी जाँदाखेरि त्यहाँ फोई जुन देखियो अहिले त्यो भनेको झारझोला भन्छ है। झारझोला त्यो फोई गाउँ हो, त्यहाँ चाहिँ झारझोला गाउँ हो। कुम्री गाउँ सबै त्यो गाउँमा पर्छ। त्यहाँभन्दा उता त देख्नु भयो नि हजुरले, त्यो भनेको चाहिँ गर्ज्याङकोट गोठीचौर जुन हामी गोठीचौर भन्छौँ नि हो। गोठीचौर भनेको त्यो डाँडामा, त्यो डाँडा जुन तपाईँले देख्नुभयो माथि बाटो भएको एउटा सेतो बाटो देख्नुभयो नि, त्यो बाटो भएको चाहिँ उता पारिपट्टि त्यहाँ गोठीचौर। र यो चाहिँ धलपुरा जुन अहिले देखेको गाउँ छ नि, यो सानो सानो थोरै घरहरू देखेको चाहिँ यसलाई धलपुरा भन्छ। यो चाहिँ धलपुराको गाउँ हो। अनि त्यसपछि म चाहिँ बारेकोटाबाट चाहिँ बोल्दैछु। यो बारेकोट तपाईँलाई यसरी देखाएँ। पछाडि चाहिँ उखाडी प्याकुरेबाडा भन्ने गाउँहरू पनि छ होइन। यो धलपुरा छ, यो पछाडि तपाईँले देखिराख्नु भएको छ। त्यो पछाडि चाहिँ त्यो डाँडा पछाडि चाहिँ गोठीचौर छ, जुन हामी चाहिँ सबैजनाले सन्दर्भको धनी प्रकृतिले दिएको हाम्रो एकदमै राम्रो चाहिँ गोठीचौर चाहिँ त्यो एरियामा पर्छ, जुन हाम्रो पनि गोठीचौर 4मै पर्छ हाम्रो गाउँ, हाम्रो ठाउँ जुन हजुरलाई अघि मैले देखाएँ। अनि यो जुन म बोलिरहेको छु यो बारेकोट भन्छ होइन। अनि यो यहाँनिर छ नि, यहाँनिर यो चाहिँ एउटा थोपोला देख्नुभयो नि, यहाँनिर पहिला मन्दिर थियो है, मन्दिर थियो। त्यो मन्दिरमा हामी सबैजनाहरू भेला हुने। त्यसपछि हाम्रो गाउँको कल्चर संस्कार कस्तो थियो भन्दाखेरि चाहिँ पूर्णिमाको बेला साउने पूर्णिमा, त्यसपछि अरू यो भदौ पूर्णिमा, यस्तो पूर्णिमामा वैशाख पूर्णिमामा चाहिँ सबैजना आउने, आफ्नै संस्कृति अनुसार देउडा खेल्ने, रमाइलो गर्ने ठाउँ हो है यो। अनि यहाँ फुलहरू टन्नै फुलिरहेको हुन्थ्यो, यस्तो राम्रो रङ्गी बिरङ्गी फुलहरू फुल्छ, अझै पनि फुल्छ। दसैँ तिहारको टाइममा फुल्छ। एकदमै रमणीय छ मेरो ठाउँ। हजुरहरूलाई मन परेको छ भने एकचोटि हजुरहरू भिजिट गरिदिनुहोस् होला, आइदिनुहोस् होला है त। हजुरहरूलाई देखिहाल्नुभयो अहिले चाहिँ अलिकता हाम्रो मौसम सुक्खा छ होइन। यो मक्सिर पुसमा भनेको चाहिँ हरियाली अलिकता हराउने टाइम हो। पालुवा पलाउने टाइम भनेको वैशाख चैत वैशाखतिर हो होइन। तैपनि अब हिउँ पर्छ है, थाहा छ नि हजुरहरूलाई होइन। यो ठाउँमा हिउँ पर्छ। अनि हिउँमा यस्तो रमाइलो हुन्छ। त्यति बेला चाहिँ हजुरहरूले चाहिँ आउनु होला है एकचोटि। हजुरहरूलाई हिउँमा खेल्न मन छ, हिउँमा चाहिँ हजुरहरूलाई चाहिँ
रमाउन मन छ भने आउनु होला। यस्तो राम्रो प्रकृतिले दिएको हाम्रो ठाउँ चाहिँ हेर्नुहोस् अहिले पनि कस्तो राम्रो हावा चलिरहेको छ होइन। मेरो कपाल उडेको देखिराख्नु भएको होला हजुरहरूले। यस्तो राम्रो ठाउँमा चाहिँ प्रकृतिले अनि तपाईँले सुन्नु भएको छ होइन गोठी चौर भनेको यस्तो राम्रो चाहिँ रमणीय ठाउँ हो। त्यो ठाउँमा हजुरहरू चाहिँ अहिले अहिले आउन सक्नुहुन्छ भने हिउँ तपाईँले खेल्न पाउनुहुन्छ यो सिजनमा होइन। तपाईँ चाहिँ वैशाख चैत वैशाखमा आउनुहुन्छ नयाँ पालुवा पलाउने बेलामा आउनुहुन्छ भने रङ्गी बिरङ्गी फुलहरू फुलेको देख्नुहुन्छ। त्यसै गरी दसैँ तिहारमा पनि हजुरले यस्तो राम्रो चाहिँ फुलहरू फुलेको रमणीय हरियाली चारैतिर राम्रो स्वच्छ हावापानी पाउनुहुन्छ। सबै कुराले चाहिँ एकदमै भरिपूर्ण सुन्दरता भरिएको सुन्दर चाहिँ ठाउँ भनेको हाम्रो ठाउँ जुम्ला है। यो जुम्लामा चाहिँ हजुरहरू एकचोटि आइदिनुहोस् होला। धन्यवाद।